यो सिन्दुर हो, अनि यो पोते हो, अनि यो हातमा लगाएको यो चुरा हो, अनि यो सिन्दुर पोते चुरा चाहिँ बिहे भइसकेपछि लगाउँछन्। बुझ्नुभयो नि? आजसम्म थाहा थिएन भने अब चाहिँ थाहा पाउनु होला। मेरो बिहे भइसक्यो। अनि मेरो प्राय सबै पोस्टको कमेन्टमा मेरो श्रीमानले कमेन्ट गर्नुभएको हुन्छ है, कमेन्ट बक्समा। मेरो त्यो के अरे मेरो नम्बर खोजेर भेट्टाउनेले, अनि राति राति फोन गर्ने, अनि मेसेज गर्नुहुन्छ, अनि रिप्लाई गर्छु के केही हेल्प थियो कि केही चाहियो कि भनेर। म त कथा लेख्ने मान्छे हो नि त। उहाँको पनि केही रियल स्टोरी सेयर गर्नु थियो र मलाई फोन गर्नुभएको हो कि मेसेज गर्नुभएको हो कि भनेर मेसेज गर्छु। अनि केही काम थियो भनेर भन्छु, होइन केही पनि काम छैन भन्नुहुन्छ। अनि काम नै नभए चाहिँ किन मेसेज गर्ने हो क्या अर्काको बुढीलाई? अचम्म लागेर आउँछ यार, कम्ता रिस उठ्दैन हौ। कसको कसको श्रीमान हो, कसको कसको दाजुभाइ हो, कसको छोरा हो। अबदेखि म विवाहित भनेर थाहा थिएन भने नि अब थाहा भयो होला। अबदेखि मेसेज फोन नगर्नुहोस् है। अनि कसैले अब यो केटीलाई चाहिँ मेसेज गर्नु पर्यो भनेर सोच्नु भएको थियो भने नि अब नगर्नु ल, बिना काममा चाहिँ। मैले त पारा तातेर आउँछ कि जति यो त्यो कथाहरूको भिडियोमा अथवा अरू कुनै कुनै भिडियोमा जति स्विट मेरो भोइस सुन्नुहुन्छ नि, जति म त्यतिको स्विट छैन है। म त एकदम मलाई रिस उठ्छ, मलाई यो बिना काममा यो गर्ने मान्छेहरू देखेर। काम भयो भने बोल्नुहोस्, मेसेज गर्नुहोस्, केही मेरो यस्तो थियो भनेर भन्नुहोस्, म रिप्लाई गर्छु। म मेसेज सबैको हेरिरहेको हुन्छु होइन। अनि नभएको मेसेज हेरेन भने कमेन्टमै पनि मेसेज के अरे यस्तो थियो भनेर कमेन्ट छोड्नुहोस्, अनि म कुरा गर्छु। त्यो बिना काममा चाहिँ मलाई कसैले पनि फोन नगर्नुहोस् है। अझै नम्बर खोजी पनि नम्बरमा पनि फोन गरे हुन्छन् कि कतिजनाले त। म त सबै स्क्रिनसट गरेर राखिरहेको छु। म त त्यत्तिकै रिस उठायो भने म के गर्छु थाहा छैन है। अबदेखि चाहिँ फोन मेसेज काम पर्यो भने गर्ने, केही भन्नु छ भने लेख्ने, नत्र भने नगर्नु है। त्यही फोन गर्नु जरुरी नै होइन। मसँग सोधेर मैले हुन्छ गर्नुहोस्, केही काम परेर गर्नुपर्ने रहेछ भने मात्र गर्नुहोस्, नत्र नगर्नुहोस् है। म त एउटा छोरीको आमा हो होइन, 3 वर्षको बच्चाको आमा, अनि अर्काको श्रीमती हो नि त। मलाई त्यसरी मेसेज नगर्नुहोस् है, फोन नगर्नुहोस्। ब्लक पनि कतिजनालाई गर्नु कि आज एउटालाई गऱ्यो भोलि अर्कोले गर्छ, फेरि भोलि पनि गऱ्यो फेरि पर्सि अर्कोले गर्छ। कतिजनालाई ब्लक गर्नु? यो भिडियो हेरेर अबदेखि चाहिँ कसैले फोन मेसेज बिना काममा चाहिँ मलाई कसैले पनि नगर्नुहोस् है, अहिले भनेको छु।